अघिल्लो सामग्रीमा म तपाईहरूलाई मेरो जन्मभूमि प्रस्तुत गर्दै थिएँ भने आजको यो सामग्रीमा म तपाईहरूलाई मेरो कर्मभूमि प्रस्तुत गर्दैछु, जहाँ मेरो सुनौलो भविष्यका रेखाहरू कोरिएका थिए। पहाडहरूको रानी पाल्पा, जुन मेरो पुर्ख्यौली थलो पनि हो। जिल्ला सदरमुकाम तानसेनदेखि करिब 4 किलोमिटर दूरीमा रहेको, यानि कि होलाङ्गडीदेखि गुल्मी बाइपास सडक खण्डको मध्य भागमा पर्ने तानसेन 5 बन्दीपोखरा, जहाँ मेरो विद्यालय अवस्थित छ, जुन विद्यालयमा मेरा सुनौला भविष्यका रेखाहरू कोरिए। आज म उभिँदै गरेको यो धरातलको बलियो जग मेरो विद्यालय नै हो, जहाँ प्राविधिक धारतर्फ 9 देखि 12 सम्म कृषि बालीविज्ञान विषय अध्यापन गराइन्छ। एकदमै सुविधा सम्पन्न वातावरणमा राम्रो व्यवस्थापनसँग यस विद्यालयमा अध्यापन गराइँदै आइरहेको छ। शान्त मनोरम वातावरण, पर्याप्त भौतिक संरचना, छात्रावासको व्यवस्था सँगै विद्यालयको आफ्नै प्रयोगात्मक फिल्ड र दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने यो एक प्राविधिक धारतर्फको विद्यालय हो। यदि तपाईहरू पनि आफ्नो बालबच्चाको भविष्य प्राविधिक धारतर्फ हेर्न चाहनुहुन्छ भने विद्यालय परिवार तपाईहरूलाई सेवा गर्न तत्पर छ।